अब लोकतन्त्र चाहिँ नेपालमा नआएको होइन, आएकै हो। तर अब विश्वव्यापी मान्यता अनुसार तीनवटा प्रमुख कुराहरू देखिन्छ कि लोकतन्त्र स्थापित भएको हो कि होइन यो प्रश्नको उत्तर गरिराख्दाखेरि। एउटा चाहिँ पहिलो कुरा के हुन्छ भने लोकतन्त्रको उद्घोष भएको छ कि छैन। अब त्यो त हामीले राणा शासनको अन्त भएको बेलामा पनि तपाईको चाहिँ संविधान सभाको मार्फतले नेपाल अब लोकतन्त्रतिर अगाडि बढ्छ, तर संवैधानिक राजतन्त्र सँगैको लोकतन्त्रको कुरा त्यतिखेर गरिएको थियो। सो त्यतिखेरदेखि नै यो खेलाँची चाहिँ चालु भएको हो। त्यो हुँदाहुँदै 72 सालसम्म आइपुग्दाखेरि तपाईँले भने जस्तो तपाईँको लोकतन्त्रमा चाहिँ विभिन्न अरू अवयवहरू पनि जोडिँदै हैन, यो चाहिँ गणतन्त्र पनि भयो, संघीयता पनि आयो, धर्मनिरपेक्षताको पक्षमा केही मान्छेहरू लडे, त्यो शब्दहरू पनि आयो। सो त्यो कुरा हुँदै अलिकति लोकतन्त्र बनेको देखिन्छ कि त्यो, तर त्यो उद्घोष हो कि होइन। अब दोस्रो र तेस्रो महत्त्वपूर्ण कुरा के छ भने लोकतन्त्रको अभ्यास भयो कि भएन त्यो राष्ट्रमा हैन, र तेस्रो चाहिँ आम जनताले लोकतन्त्रको अनुभूति गरे कि गरेन हैन। सो उद्घोष हैन, अभ्यास र अनुभूति, यो तीनवटै कुरा यदि राम्रो भयो भने चाहिँ लोकतन्त्र स्थापित भएको मानिन्छ हैन। अब तपाईँ आफै पनि नेपालकै एउटा नागरिक भएको नाताले सोच्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ कि चाहिँ के नेपालमा लोकतन्त्रको अभ्यास तपाईँले देखिराख्नु भएको छ, अथवा एउटा नेपाली नागरिक भएको नाताले लोकतन्त्रको अनुभूति कतिको गरिराख्नु भएको छ त हैन। त्यो पूर्णता पाउन्जेलसम्म अथवा त्यो एउटा सर्टेन हाइटसम्म नपुगुन्जेलसम्म पूर्णतया चाहिँ लोकतन्त्र भइ नै सकेको कुरा चाहिँ देखिँदैन, कागजमा देखिन्छ, व्यवहारमा देखिँदैन हैन। त्यसै कारणहरूले गर्दा होला संसारभरिको यस्तो संस्थाहरू छन् जसले लोकतन्त्रलाई पनि रेटिङ गर्दो रहेछन्। त्यसको रेटिङमा त्यस्तो दुईटा इक्जाम्पल लिउँ भने चाहिँ इकोनोमिस्ट भन्ने पत्रिकाले उसको चाहिँ एउटा बिजनेस इन्टेलिजेन्स युनिटहरू हुन्छ कि उनीहरूले चाहिँ पनि नेपाललाई चाहिँ पार्टली फ्री, फुल्ली फ्री भन्दैन कि पार्टली फ्री भन्छ कि होइन। फ्रिडम हाउसहरूले पनि त्यस्तै भनेका छन्। कसैले चाहिँ यसलाई इलेक्टोरल डेमोक्रेसी भनेर चाहिँ विभिन्न क्याटेगराइजेसन गरेका छ, तर फुल डेमोक्रेसीको रूपमा संसारमा पनि यसलाई मानिएको छैन। र मेरो नजरमा पनि अभ्यास र अनुभूतिको हिसाबले हामी कतै पनि लोकतन्त्रको नजिक पुगेका छैनौँ। तर यदि उद्घोषकै मात्रै कुरा गर्ने हो भने त बारम्बार हामी चाहिँ 36 साल 46 साल हुँदै 72 सालसम्म पुग्दाखेरि उद्घोषको हिसाबले त लोकतन्त्र नेपालमा आएकै हो। त्यसैले चाहिँ प्रश्नको उत्तर चाहिँ सरल छैन, अलि घुमाउरै दिनुपर्ने हुन्छ यसको। लोकतन्त्र भने लोक भन्ने मूल शब्द हो कि होइन, नागरिकको तन्त्र हो त्यो है। नागरिक चाहिँ प्रथम हुनु पर्यो, नागरिक सर्वोच्च हुनु पर्यो हैन। तपाईँ अमेरिकामा हेर्नुहुन्छ भने फर्स्ट सिटिजन भन्छ कि अमेरिकाको राष्ट्रपतिलाई पनि कि होइन, ठिक छ। उनको श्रीमतीलाई चाहिँ फर्स्ट लेडी भन्छ कि त्यो देशको के होइन। भारतको संविधानै तपाईँ पढ्नुहुन्छ भने शब्दै के लेखेको छ भने भारतको राष्ट्रपति चाहिँ भारतको प्रथम नागरिक हुनेछन् लेखेको छ कि होइन। तर नेपालको संविधानमा के लेखेको छ, नेपालमा एक थान राष्ट्रपति हुनेछन्, थान छैन, मैले जोड दिएको होइन। नेपालमा एकजना राष्ट्रपति हुनेछन्, राष्ट्रपतिसँग यो अधिकार हुनेछ, यो अधिकार हुने छैन भने कहिले पनि यो राष्ट्रपति चाहिँ नागरिक हो भन्ने भन्न लाज लाग्यो क्या हामीलाई हैन। नागरिक भनेको भए त नागरिक सर्वोच्चता हुन्थ्यो नि त। प्रथम जुन हामीले वरीयता क्रम भन्छौँ नि त, प्रथम वरीयता क्रममा त नागरिक बस्थ्यो राष्ट्रपति भएको बेलामा। सो यो त अब सिम्बोलिक कुरा भयो। तर अरू कुरा पनि जसरी अहिले चाहिँ पुरा देशभरिमा जुन यो भनौँ सडक ठुलो पार्नलाई, फराकिलो पार्नलाई मान्छेहरूको घर जुन भत्काइरहेछ, त्यसलाई नै उदाहरणको रूपमा ल्याउँ न त हैन। अब त्यो के छ भने चाहिँ त्यो गलत हो त, एक तरिकाले हेर्दाखेरि त सही पनि लाग्छ हैन, सडक चाहिँ फराकिलो हुनु पर्यो सहरहरूमा हैन। तर त्यहाँ चाहिँ कसलाई चाहिँ दोषी ठहर्यायो त हैन। 35 वर्ष 40 वर्षदेखि मान्छेहरूले चाहिँ नगरपालिकाको कर बुझाएका छन्, बिजुली बत्तीको कर पैसा दिएका छन् हैन, तपाईको चाहिँ पानीको लाइन ल्याएका छन्। त्यो कसैलाई पनि दोषी ठहर्यायो त कोर्टले हैन। कोहीलाई पनि जेलमा राख्यो, या ल व्यक्तिलाई त अब त्यो पदमा थियो, सरकारी पदमा, त्यसलाई छाडे पनि हुन्छ। तर अब एनईएले चाहिँ एउटा मान्छेलाई 2 करोड रुपियाँ फिर्ता दिनु पर्यो भन्ने कुरा पनि तपाईँले कहिले सुन्नुभयो त हैन। भनाइ मतलब कस्तो देखियो। तर नागरिकलाई त आफ्नो जग्गा गुमाउनु पर्यो हैन, तपाईँले चाहिँ पैसा पनि पाउँदैन, तपाईँ त इलिगल काम गर्नुभएको रहेछ भनिरहेछ नि त हैन। सो सडक फराकिलो पार्नु हुँदैन भन्ने कुरा होइन कि, तर सडक फराकिलो पार्दाखेरि यदि त्यो गल्ती भएको थियो भने कसको गल्तीलाई चाहिँ राज्यले चाहिँ ठुलो गल्ती मान्छ
हैन, र कसको गल्तीलाई चाहिँ माफ गरिदिन्छ कि हैन। अब जुन देशमा लोकतन्त्र छ त्यहाँ चाहिँ नागरिकको गल्तीलाई माफ गरिन्छ। जसरी एउटा आमाले बच्चाको गल्तीलाई त माफ गर्छ नि त, उसले त राज्य त आमा हो नि त हैन। उसलाई चाहिँ उसले दण्डित गर्दैन कि सानो बच्चाले कुनै गल्ती गरे पनि हैन। तर आफ्नो बच्चालाई रक्सी खुवाउने कोही मान्छे छ भने त्यसलाई खोजेर त्यसलाई आमाले पिट्न लगाउन चाहन्छ कि कोही मान्छेसित के, एउटा आमाको उदाहरण लिने हो भने चाहिँ हैन। सो उनलाई चाहिँ त्यहाँ जग्गा किन हैन, त्यहाँ घर बना हैन, त्यहाँ बिजुली बत्ती ले, त्यहाँ व्यापार गर भन्ने मान्छेहरूलाई केही पनि गरिएन हैन। सरकारी भए पनि या कुनै पोलिटिकल नेता भए पनि या कुनै दलाल भए पनि त्यसलाई केही पनि गरिएन। तर आम नागरिकलाई सिधै के भनियो भने तपाईँले गैर कानुनी काम गर्नुभएको छ, खुर्क छाडिदिनुहोस्। त्यो पनि कस्तो भनियो, जसरी वीरगञ्जको अहिले भर्खर केस चलिरहेछ, साँझ 5 बजे भनियो र बिहान 5 बजेसम्म खाली गरिदिनु पर्ने। विचार गर्नुहोस् कि हैन। यस्तो त पुरानो जमिनदार राजा महाराजाले पनि गर्दैन नि त हैन। ठिक छ, कमसेकम तपाईँले चाहिँ 2 दिन टाइम त दिनुहुन्छ नि त हैन। र त्यहाँ चाहिँ ल्यान्डलर्डहरू जुन जग्गा धनी थियो त्यसको त ठिक छ, जग्गा धनीहरूलाई नोटिस पनि गएको होला, उनले केही बदमासी पनि गरेका थिए भन्न सक्नुहुन्छ। तर तपाईँ मेन बजारहरूमा जानुहुन्छ भने जग्गा धनीहरू त त्यहाँ तल पसल थापेर बस्या हुँदैन नि त, त्यो टिनेन्टहरू हुन्छ नि त। त्यो टिनेन्ट नेपालको नागरिकहरू हो नि त, उनको केही राइट छैन, जग्गा धनीको मात्रै कुरा हो र। सो विभिन्न एङ्गलले हेटौडामा हेर्नुहोस् तपाईँले चाहिँ हैन, कोर्टको निर्णय आइसक्यो, कुलमान घिसिङजीलाई थाहा पाइसक्यो। तर त्यसले गर्दा यो आइतबार चाहिँ त्यहाँ पुग्छ भने शनिबारै भत्काउनुपर्छ भने अगाडि बढ्नुहुन्छ कि हैन। अब राज्यकै एउटै निकायले राज्यको अर्को निकायको आदेशलाई निरस्त गर्नलाई हैन यदि कन्स्पिरेसी गर्छ भने त्यो कस्तो खालको राज्य होला त्यो हैन। र वीरगञ्जकै तपाईँ कुरा गर्नुहुन्छ भने म वीरगञ्जकै मान्छे भएको हुनाले भन्न सक्छु, त्यो हेटौडामा पनि होला, धेरै ठाउँमा होला। ल, वीरगञ्जको मूल बाटो चाहिँ त्रिभुवन राजपथ थियो कि हैन। तर अहिले चाहिँ 2टा बाटो आइसकेको छ कि हैन। एउटा चाहिँ वीरगञ्जको पश्चिमबाट आइसिपी भनेर चाहिँ ठुलो एउटा ड्राई पोर्ट छ कि हैन, उताबाट एकदम फराकिलो बाटो चाहिँ परवानीपुरमा आएर भेटिन्छ र महेन्द्र यो के भन्छ हाम्रो यो त्रिभुवन राजपथमा त्यो जोडेकै छ कि हैन। त्यसैले वीरगञ्जकै बजारको बाटोलाई त्रिभुवन राजपथ अहिले भनिराख्नुपर्ने ढिपी गर्नुबाहेक अरू कुनै आवश्यकता थिएन। त्यसै गरी वीरगञ्जको कस्टमबाट तपाईँको पूर्वतिरबाट चाहिँ एउटा अर्को फराकिलो बाटो चाहिँ जसलाई चाहिँ त्यहाँ बाइपास भन्छ, त्यो चाहिँ गण्डकनिर आएर भेटेको छ, त्यो पनि त्रिभुवन के अरे हाम्रो राजपथमा भेटिएकै छ कि हैन। भने मतलब पुरानो सहरहरू, नेपाल त अब पुरानो देश हो, सहरहरू पनि अहिले पुराना छन्। झनै पहाडमा यो कुरा गऱ्यो भने कत्रो ठुलो समस्या आउला, किनभने त्यो पहाड त तपाईँको 35 मिटरमै बसेको हुन्छ कि हैन। पहाडको टुप्पोमा छ नि तपाईँको गाउँहरू त, सहरहरू, साना सहरहरू हैन। त्यसलाई हटाउन थाल्यो भने त पुरा गाउँै हटिहाल्छ त्यो त। सो गाउँको लागि सडक हो कि सडकको लागि गाउँ हो, त्यो प्रश्न त हो नि त। सहरको लागि सडक हो कि सडकको लागि सहर हो हैन। ठिक छ। सो हेटौडामा पनि साइडबाट बाटो लग्न सकिन्थ्यो, यसलाई पनि कुनै अल्टरनेटिभ मेथड बनाउन सकिन्थ्यो। यो नेपालमा मात्रै भएको हो र हैन। अरू जुन तपाईँले लोकतन्त्रको कुरा गर्नुभयो, अरू लोकतान्त्रिक देशमा भएको छैन त, फ्रान्समा भएको छैन, इङ्ल्यान्डमा भएको छैन, त्यहाँबाट सिक्नु पर्दैन। त्यो देशहरूमा कस्तो भएको छ भने चाहिँ तपाईँको नयाँ, जसरी भारतमा नयाँ दिल्ली बनाइयो कि हैन, पुरानो दिल्लीलाई टच गरिएन कि हैन। त्यो पुरानो दिल्लीलाई टच गरियो, रोड फराकिलो पारियो भने पुरानो दिल्लीको जुन चाहिँ एसेन्स छ, ब्युटी छ, जुन हिस्ट्री छ, सबै सिद्धिन्छ नि त। सो नयाँ दिल्ली बनाइयो हैन। पाकिस्तानले आफ्नो राजधानी बनाउँदाखेरि लाहौर बिग्रेला, कराची बिग्रेला भने इस्लामाबाद भन्ने एउटा ब्रान्ड न्यू सिटी नै बनायो कि उसले हैन, किन पुरानोहरू नबिगारौँ भनेर कि हैन। अब यस्ता मूर्खाधिराजहरू नेपालमा चाहिँ राज्य गर्दै आइरहेछ आज हैन, आजको लागि मात्रै मैले भने होइन कि, त्यसकै कन्टिन्युटी हो। मूर्खहरू, एउटा मूर्ख जान्छ अर्को मूर्ख आउँछ कि हैन। न अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू छ, न लोकतन्त्रको तपाईँले भने जस्तो लोकतन्त्रको मान्यता बुझ्छ, नागरिक प्रथमको अवधारणा बुझ्नु त कता कता हैन। कानुन लेखाएको छ अरे, कानुन कहिले लेखाएको छ? राजा महेन्द्रको पालोको कानुन हो त्यो कि हैन। त्यसपछि कति संविधान आइसक्यो, संविधान आउनुको मतलब के हो? मूल कानुनै फेरिसक्यो देशको, अनि पुरानो कानुन कसरी जिउँदो छ त हैन। त्यसले गर्दा अब कति भनिराख्नु के, सिम्पल रूपमा तपाईँको प्रश्नको एन्सर के हो भने लोकतन्त्रको अभ्यास र अनुभूति दुइटै। अहिले अनुभूतिको मैले कुरा गरेँ, र त्यसै गरी अभ्यास गर्ने त जनता होइन नि त, नागरिक भन्दा पनि अभ्यास गर्ने त संस्थानहरू हुन्छन् हैन, तपाईँको चाहिँ व्यक्तिहरू हुन्छन्, सरकार हुन्छ। अभ्यासमा पनि 10मा 2 मार्क पाउने जस्तो अवस्था छ। नाटक मञ्चन मात्रै हुन्छ, लोकतान्त्रिक नाटक मञ्चन मात्रै भएको हो, कुनै लोकतन्त्र हुँदैन। प्रधानमन्त्रीले बोल्दैन। लोकतन्त्रको 2टा पाटा हुन्छन् के हैन, एउटा नागरिक, अर्को चाहिँ राज्य के हैन।
राज्य बिना नागरिक खुसी हुन सक्दैन, त्यसैले उसले राज्य बनाएको हो कि होइन। र नागरिकलाई राज्यले जन्माएको हुनाले राज्य चाहिँ आमा होइन कि नागरिक आमा हो। नागरिकले राज्य भने बच्चालाई जन्माएको हो। यो 7औं बच्चा हो कि अहिले हाम्रो 7औं संविधान बनाएको हुनाले 7औं सोसल कन्ट्र्याक्ट हो। नागरिक आमा हो, राज्य चाहिँ एउटा बच्चा हो। अब यो बच्चा चाहिँदैन भने अर्को बच्चालाई अगाडि सार्छ कि होइन। पहिलाको 46 साल 36 सालपछि अर्को बच्चालाई अगाडि सार्यो आमाले होइन। भने चाहिँ नागरिक आमा हो नि त। नागरिकले आफ्नो भनौँ न मान्छेले खुट्टा हो भने राज्य चाहिँ जुत्ता हो, यसरी बुझ्नुपर्छ कि होइन। तर राजतन्त्रबाट आइरहेको मान्छेले के ठान्छ भने राज्यले चाहिँ मान्छेलाई सुविधा दिएको हुनाले राज्य चाहिँ खुट्टा हो र नागरिक चाहिँ जुत्ता हो होइन। पहिलाको राणा शासनमा राजाहरूको छोरीको बिहा छ भने चाहिँ कर बढाइदिन्थ्यो कि होइन, ठिक छ। अहिले पनि त्यस्तै हो अहिलेको बेलामा होइन। अब अहिले चाहिँ अलिक पैसाको कमी भयो भने 65लाई 75 वर्ष गरिदिउँ भन्न थाल्यो कि होइन, जुन वृद्ध भत्ता छ नि। किनभने यो नयाँ राजाहरूलाई अलिकति पैसा चाहिन्छ। अब के गर्ने त, 65 वर्षलाई 75 बनाइदेऊ नि त, अलिकति त घट्छ नि हाम्रो खर्च होइन। सो राजालाई अब नयाँ पोसाक चाहियो भने उसले चाहिँ जनतासँग कर बढाउनलाई भन्छ, या उसको छोरीको बिहा छ भने कर बढाउनलाई भन्छ। भने मूल मेन्टालिटी के छ भने नागरिकको प्राइमेसी, नागरिकको सुप्रिमेसी, सिटिजन सुप्रिमेसीको कुरालाई चाहिँ जुन लोकतन्त्रको मूल कुरा हो त्यसलाई पहिला भित्रैबाट अभ्यास गर्नु पऱ्यो नि त होइन। म नागरिकको लागि बनेको हो कि नागरिक मेरो लागि होइन कि होइन। तर अहिले जति पनि प्र्याक्टिस, तपाईँले एउटा दुईवटा मात्रै उदाहरण दिएको होइन, सारा उदाहरण अहिलेसम्मको इलेक्सन हुनु मात्रै लोकतन्त्र होइन नि त। इलेक्सन त सद्दाम हुसैनले पनि गराएको हुन्थ्यो कि, तपाईँलाई थाहा छ कि छैन। पुटिनले गराउँछ त प्रत्येक 4-5 वर्षमा, एर्दोगानले गराउँछ टर्कीमा। इलेक्सन हुनु पनि कहीँ लोकतन्त्र हो र लोकतन्त्रको सुरुवाती पहिलो स्टेप चाहिँ इलेक्सनै हो कि फेरि। तर इलेक्सन हुँदैमा चाहिँ लोकतन्त्र आएको भनेर कहीँ पनि मान्दैन कि मान्छेले होइन। त्यसैले चाहिँ अहिले लोकतन्त्रको तपाईँको प्रश्नको के छ भने अभ्यास त पटक्कै पनि भएकै छैन। लोकतन्त्र नेपालमा उद्घोष चाहिँ भएको हो, तर तपाईँको चाहिँ पदमा बसेको मान्छेहरूले लोकतन्त्रको अभ्यास गरिरहेको छैन र आम जनताले लोकतन्त्रको अनुभूति नगरेको हुनाले लोकतन्त्रको एसेन्स, आशय चाहिँ अहिलेसम्म प्राप्त भएको छैन। शब्दमा चाहिँ हामीले लोकतन्त्र चाहिँ प्राप्त गरेकै हो, अहिले होइन, बारम्बार प्राप्त गरेको जस्तो लाग्छ हामीलाई। तर सरकार जुन दिन हामी चुनावमा आफूले चाहेको मान्छेलाई चुनाव जिताउँदाखेरि हामी खुब खुसी हुन्छौँ। अहिले त भर्खरै 1 महिना पनि भएको छैन सायद होइन, 1 महिना खुब खुसी हुन्छौँ हामी। त्यसपछि थाहा हुन्छ यो त अर्को मान्छे मात्रै आयो, ठ्याक्कै त्यस्तै पो रहेछ यो त। किनभने मूलभूत रूपमा चिन्तन फेरिएन, राज्यको प्रमुखता रहिराख्यो, नागरिकको प्रमुखता रहेन भने चाहिँ लोकतन्त्र आउँदैन। जबसम्म त्यो सोच्ने नजरिया नै चेन्ज हुँदैन तबसम्म तपाईँ जसलाई पनि प्रधानमन्त्री बनाए पनि, जसलाई पनि राष्ट्रपति बनाए पनि लोकतन्त्र आउँदैन। त्यो सोचलाई परिवर्तन गर्नुपर्छ भने नागरिक प्रथमको अवधारणालाई हामीहरूले धेरै साथीहरूले अगाडि पनि सारेका छौँ र त्यो कुरा बुझाउन अहिले हामी नसकेको होला। तर त्यो नबुझुन्जेलसम्म र त्यो प्र्याक्टिसमा नआउन्जेलसम्म उद्घोष चाहिँ हुन्छ, तर अभ्यास र अनुभूति चाहिँ हुँदैन। मधेसकै म भएको हुनाले मधेसकै कुरा उठाउँछु। अब त्यहाँ 100 रुपियाँभन्दा बढीको सामान चाहिँ तपाईँको इन्डियाबाट किनेर ल्याउन सकिँदैन भनेर कुरा निकाल्यो। त्यसको के जस्टिफिकेसन हो होइन, के जस्टिफिकेसन हो भने चाहिँ दुईटा देशको बिचको बााउन्ड्री हो भनेपछि दुईटा देशको बााउन्ड्री भएपछि त तपाईँको भन्सार नदिकन, कर नदिकन त हामी त अर्को देशमा सामान ल्याउन सक्दैनौँ होइन। सो त्यसैले चाहिँ 100 रुपियाँ त बरु छुट दिएको हो, खास त 1 रुपियाँ पनि नदिए पनि हुन्थ्यो होला भने हामीलाई लाग्छ कि त्यस्तो कुरा के होइन यसरी हेर्दाखेरि के। त्यसैले 100 रुपियाँमा किन यति हल्ला मचाएको होला? त्यो त पहिलाको सरकारले गरेन, अहिलेको गरिरहेछ, राम्रै कुरा त हो नि। यही लजिकलाई यता लिएर आउँ कि होइन। अहिले चाहिँ आयकरमा कति हो, 12 लाख कि कति हो होइन, मैले थाहा छैन ठ्याक्कै अहिले होइन। 12 लाख रुपियाँसम्म तपाईँले इन्कम कमाउनु भयो भने तपाईँले 1 पैसा पनि कर लाग्दैन होइन। तर त्योभन्दा बढी कमाउनुहुन्छ भने 15% लाग्छ। त्यसको त्यो स्ल्याबभन्दा माथि जानुहुन्छ भने 20% लाग्छ भने प्रोग्रेसिभ ट्याक्सेसनको सिस्टम संसारभरिमा हुन्छ। अब कानुनी रूपले कुरा गरौँ त 1 लाख रुपियाँ महिना कमाउने, 12 लाख रुपियाँ वर्षमा कमाउने मान्छेलाई कर छुट किन दिएको होला? के आधार हो त्यसको होइन? नदिनुपर्ने त गैर कानुनी कुरा हो नि त। 10 रुपियाँ कमाए पनि दिनुपर्ने हो नि त। भ्याटको छुट हामी सुन्छौँ 30 लाख 40 लाख रुपियाँसम्म कति तपाईँहरूको छ कि छैन। यति एउटा सानो यदि व्यापार व्यवसाय छ भने यतिसम्म तपाईँको टर्नओभर छैन भने तपाईँले सरकारलाई चाहिँ भ्याटमा दर्ता पनि हुनु पर्दैन, प्यान भ्याट पुग्छ र तपाईँले कारोबार गर्न सक्नुहुन्छ लिगल रूपमा होइन।
तपाईँ विदेशबाट आउँदाखेरि एउटा टिभीको स्क्रिन ल्याउन सक्नुहुन्छ, एउटा आइफोन ल्याउन सक्नुहुन्छ, यत्तिकै घुम्न जाँदाखेरि 2 बोतल रक्सी चाहिँ ड्युटी फ्रीबाट किनेर ल्याउन सक्नुहुन्छ। यो सब हुँदाखेरि हाम्रो दिमाग चलेन, खालि मधेसको मान्छेहरूको 100 रुपियाँको सामानमा मात्रै ध्यान गइरहेछ हैन। यहाँ पनि त नहुनुपर्ने नि त। किन 2 बोतल स्कच किनेर हामी ल्याउन सक्छौँ एयरपोर्टबाट? त्यहाँ किन कस्टम फ्री भएको होला? स्कच बढी आवश्यक हो कि बच्चाको दुध बढी आवश्यक हो? बच्चाको कपडा किनेर कसैले भारतबाट ल्याइरहेछ भने त्यो बढी आवश्यक चिज हो कि 2 बोतल स्कच किन्नु बढी आवश्यक चिज हो? स्कचमा चाहिँ छुट दिने लजिक के छ? सेम लजिक जुन मैले भनिरहेको छु कि कसैले चाहिँ गल्फमा काम गरिरहेछ, मलेसियामा काम गरिरहेछ, बिचारा बडो सौखले एउटा चाहिँ स्क्रिन ल्याइरहेछ भने ल्याउन दिने, त्यो ठिक, त्यसलाई काट्नु हुँदैन, त्यो ठिक कुरा हो। त्यो कम कमाउने मान्छेहरू कर दिनु हुँदैन, कर दिने चाहिँ ठुलो कमाउने मान्छेहरू हुनुपर्छ, त्यो ठिक नियम हो हैन। भ्याट चाहिँ सानो संस्थालाई लगाउनु हुँदैन, त्यो ठिक नियम हो हैन। त्यो ठिक हो भने चाहिँ मधेसको मान्छेले चाहिँ सानोतिनो लत्ता कपडा, बिस्किट, तेल र तपाईँको मिठा र चिनी किनेर चाहिँ ल्याइरहेछ भने त्यसमा यत्रो ठुलो चाहिँ कहाँबाट आकाश खसिरहेछ त हैन। स्मगलरले यदि कसैले चाहिँ 200 पिस चाहिँ सर्ट किनेर ल्याइरहेछ, 50 पिस सर्ट किनेर ल्याइरहेछ, यसरी हेर्दाखेरि नि यो बिजनेस व्यापार गर्नलाई स्मगलिङ गरेको देखिन्छ नि। त्यसलाई रोक्नलाई कानुन ल्याउनुपर्छ त। अलरेडी त्यो कानुन छ नि त। स्मगलरलाई रोक्नुहोस्, व्यापार व्यवसायको लागि कर छलेर ल्याएको मान्छेलाई त 1 रुपियाँको पनि ल्याउन दिनु हुँदैन कि हैन। सो यो जुन तपाईँले समावेशिताको कुरा गर्नुभयो त्यो किन भइहाल्यो भने अब साम्राज्यहरूले जहिले पनि जात जातको बिचमा कहिले मनाङ्गेलाई एउटा छुट दिइदिन्छ कि मनाङ्गेहरूले सामान लिएर आयो भने त्यसलाई खुसी पारिदियो, कहिले मुस्ताङको राजालाई केही दिन राजा बनाइदिन्छ हैन, कहिले मगर गुरुङ राई लिम्बूलाई गोर्खा सेनामा पठाउँछ तर तामाङलाई पठाउँदैन, नेवारलाई पठाउँदैन हैन। कुनै चिज बाहुन क्षेत्रीहरूलाई सुविधा दिइदिन्छ, अर्कोलाई दिँदैन हैन। मधेसीलाई त खास कहिले पनि गरेको छैन, तर कुनै कुरै मधेसीलाई पनि गरिदिएको होला हैन। सो मेन कुरा के छ भने डिभाइड एन्ड रुल के हैन। समाजको विभिन्न जुन जात जाति धर्मावलम्बी तिनीहरूको बिचमा चाहिँ अलिकति अलग अलग गरेर अनि त्यसपछि राज्यले आफ्नो चाहिने नचाहिने कामहरू गर्ने के हैन। सो समावेशिता हुनुको मतलब के छ भने अघि मैले भने जस्तो नागरिकहरू त एकतिर आउँछन्। अहिले चाहिँ 1200 मान्छेको घर भत्किरहेछ कि वीरगञ्जमा, अनि बाँकी मान्छेहरू मधेसीहरू पनि ताली बजाइरहेछ कि हैन। किनभने राज्यले एउटा यस्तो न्यारेटिभ बनायो कि यो 1200 मान्छेहरू बदमास हो, क्रिमिनल हो हैन, हेर यसको घर भत्किरहेछ, यो धनी मान्छेहरू हो कि हैन, अरू मान्छे सब खुसी बनाइरहेछन् कि हैन, ठिक छ हैन। भोलि आफ्नो घर भत्किन्छ फेरि अर्को मान्छे खुसी बनाइरहेको हुन्छ कि हैन, ठिक छ। सो समावेशिताको मतलब के हुन्छ हैन कि चाहिँ नागरिकलाई बलियो बनाउने, नागरिकलाई एक ढिक्का बनाउने के हैन, ठिक छ। कोही मान्छे चाहिँ को कलर अफ द स्किन, बोलिएको भाषा, त्यसको आधारमा चाहिँ कुनै तरिकाको बदमासी नगर्ने, जात जाति संस्कारको आधारमा चाहिँ राज्यले कुनै विभेद नगर्ने, त्यो नै समावेशिता हो हैन। त्यो गरेपछि त पुरै जनता एक भइहाल्छन् नि त। अनि यस्तो चाहिँ राज्य प्रथमको अवधारणाले त अगाडि चलाउनु त गाह्रो हुन्छ हैन, डिभाइड एन्ड रुल त गर्न गाह्रो हुन्छ। त्यसैले चाहिँ समावेशिता ल्याउनु पर्यो, अघि लोकतन्त्र ल्याउनु पर्यो जस्तो समावेशिताले ल्याउनु परेको छ कि अहिले मधेसी आयोग बनाएछ, दलित आयोग बनाएछ, थारू आयोग बनाएछ, त त्यहाँ गएर थारूहरू त्यहाँ छ कि छैन, त्यहाँ दलित आयोगमा दलितै छ कि छैन हैन। र त्यो दलित आयोगले काम के गरिरहेछ फेरि हेर्नुहोस् न हैन। भूमि आयोगहरू बनाएको छ हैन, विभिन्न समावेशिताको लागि कामहरू गरिरहेछ कि हैन। तर पार्टीका मान्छेहरू बसेका छन्, अहिले होपफुली यो सरकारले त्यो पार्टीका मान्छेहरूलाई बाहिर निकाल्ला हैन। तर कतै न कतै के छ भने उनीहरूले मूल काम गर्नुभन्दा पनि राज्यको जुन न्यारेटिभ हो, राज्यको जुन राजकुमारहरू छन्, जुन राजाहरू छन्, उनको पक्षमा बोलिदिने काम मात्रै यो आयोगहरूको भयो के हैन, जो समावेशिताको लागि बनेको आयोगहरू हो कि हैन। त्यसैले चाहिँ प्रयासै नभएको भन्न मिल्दैन, त्यो गलत हुन्छ कि हैन। राजा महेन्द्रको बेलाभन्दा पहिला, राणा शासनभन्दा पहिला पछि, राजा महेन्द्र पछि, इभन 36 सालको भन्दा पछि, 46 सालमा, 46 सालभन्दा पछि 72 मा केही हुँदै नभएको भन्नु चाहिँ एकदम गलत हुन्छ कि हैन। तर त्यो ड्रिप गरेर यति कम हैन, टु लिटल टु लेट भन्छ अङ्ग्रेजीमा, टु लिटल टु लेट भएको हुनाले मान्छेले यति दिन किन लागेको होला यो सानो कुरामा हैन। संहिता पनि बनाएको छ भने समावेशिताको आधारमा बनाउनु पर्ने, त्यो बनाइदिएन। त्यसैले एउटा मधेस बाहेक सबै ठाउँमा मान्छेहरू चाहिँ संहिता किन आयो अहिलेसम्म बुझेकै छैन कि हैन। किनभने संहिता चाहिँ बनेन कि नेपालमा हैन। जसरी हाम्रो संविधानले हाम्रो 7 वटा प्रदेश भन्छ कि 7 वटा राज्य भन्दैन कि। तपाईँ भारतमा जानुहोस्, अमेरिकामा जानुहोस्, जर्मनीमा जानुहोस्, जुन चाहिँ
साँच्चीकै सङ्घीय देशहरू हो, इट मेक्स हेल अफ अ डिफरेन्स के होइन, त्यो साधारण शब्द मात्रै होइन कि होइन। राज्य भन्नु र तपाईँको चाहिँ के भन्छ यो प्रदेश भन्नुमा ठुलो फरक भइहाल्छ। राज्य भन्नुको मतलब त्यो आफैमा सेमी सोभरेन हो, फुल्ली सोभरेन नभए पनि त्यो सेमी सोभरेन हो कि होइन। अनि जुन प्रदेश भन्ने त अङ्ग्रेजीमा जोन नै हो कि, जोनलाई नै प्रदेश भनिन्छ कि, र जोनलाई नै अञ्चल भनिन्थ्यो कि पहिला होइन। त्यो चाहिँ एउटा चाहिँ राजकीय कार्य गर्नलाई जसरी 14 अञ्चल बाँडिएको थियो त्यसरी अहिले चाहिँ 7वटा प्रदेश बाँडियो कि होइन, प्रेसरमा आएर, खास गरेर मधेस आन्दोलनहरूले गर्दा होइन। सो त्यहाँ पनि के गरियो भने बैमानी गरियो कि होइन। त्यो प्रदेश दिँदाखेरि प्रदेशलाई जुन सिड्युलहरू बनाएको छ संविधानमा, जुन राइटहरू दिनुपर्ने, धेरै जस्तो राइट त कमन बनाइदियो। अब मेरो र तपाईँ, म चाहिँ कम्पनीको एमडी हो होइन, तपाईँ चाहिँ कम्पनीको चाहिँ के अरे एउटा साधारण अफिसर हो होइन, र हामी दुईजनाको राइट बनाइदियो कि चाहिँ खाजा के खुवाउने होइन भने अब एमडीको अगाडि तपाईँ के बोल्नुहुन्छ नि त, खाजाको निर्णय एमडीले गरिदिन्छ नि त, तपाईँ त चुप लाएर बस्नुहुन्छ त। सो त्यो सिड्युलै हेर्नुहुन्छ भने आधाभन्दा बढी चिज चाहिँ सेयर्ड छ कि दुइटैको, अलग अलग हुनुपर्ने नि त। उदाहरण, भारतको उदाहरण लिउँ, भारतमा चाहिँ कृषिमाथि यदि कर लगाउनु छ भने राज्यले लगाउन सक्छ कि होइन। गाई काट्ने कि नकाट्ने निर्णय चाहिँ राज्यले गर्न सक्छ, तपाईँको भारत सरकारले गर्न सक्दैन कि होइन। त्यसैले के छ भने राज्यको पावरमा केन्द्र सरकार जाँदैन, कोर्टमा गइहाल्छ त्यो त होइन। तर यहाँ नेपालमा त्यो गर्दै गरिएन र कस्तो सिस्टम बनाइयो भने एउटा प्रिन्सिपल अफ सब्सिडियारिटी भन्ने भन्छ कि, यो जुन हाम्रो संसदीय प्रणालीको मेन पहिचानै चाहिँ प्रिन्सिपल अफ सब्सिडियारिटीले हो कि। त्यो सब्सिडियारिटी भने के चिज हो भने चाहिँ यदि पालिकाको र प्रदेशकोले बनाएको कानुनमा कुनै फरक आउन गयो र विरोधाभास भयो भने कुन चाहिँ मान्य हुन्छ, प्रिन्सिपल अफ सब्सिडियारिटी अथवा फेडरलिजमले के भन्छ होइन, संहिताको सिद्धान्तले के भन्छ भने, किनभने जनताको नजिक चाहिँ पालिका भएको हुनाले वडा र मेयरको बिचमा झगडा भयो भने वडाको कुरा मानिने, मेयर र प्रदेशको बिचमा झगडा भयो भने मेयरको कुरा मानिने, र प्रदेश र चाहिँ काठमाडौँको बिचमा कुनै विरोधाभास भयो भने प्रदेशको कुरा मानिने भने सब्सिडियारिटीको सिद्धान्त हो। नेपालको संविधानमा जस्ट उल्टा लेखेको छ, अनुमान गर्ने कुरा होइन कि लेखेकै छ कि होइन। यदि चाहिँ पालिका र प्रदेशको बिचमा झन्झट भयो भने तपाईँको चाहिँ प्रदेशको कुरा मान्ने, र प्रदेश र चाहिँ सङ्घको सरकारको बिचमा फरक भयो भने सङ्घको कुरा मान्ने। त्यो कुन हिसाबले चाहिँ त्यो फेडरलिजम भयो? फेडरलिजमको मतलबै डिसेन्ट्रलाइजेसन हो होइन, डेलिगेसन अफ अथोरिटी हो कि होइन। अथोरिटी तलतिर जानुपर्ने हो, अथोरिटी माथितिर गइरहेको पनि सङ्घीयता हुन्छ त। त्यसैले चाहिँ हरेक कुरामा, चाहे त्यसको सीमाङ्कनको कुरा होस्, नामाङ्कनको कुरा होस्, सङ्घीयताको कानुनहरूको कुरा होस्, त्यो अनुसूची होस्, सबैमा लगातार बैमानी गरिकन चाहिँ बदनाम। यसरी हेर्दाखेरि सङ्घीयता छ यो देशमा, अब के हो त्यो? कोही चाहिँ मुख्यमन्त्री बन्न चाहँदैन। रवि लामिछाने मुख्यमन्त्री बन्न चाहनुहुन्छ हेटौडा गएर, अहिले बने हुन्छ नि त होइन। अहिले चुनाव आउँदैछ केही दिनमा होइन। तर भारतमा हेर्नुहोस् त, मुख्यमन्त्री बन्नु देशको प्रधानमन्त्री बाहेक कुनै पनि मन्त्री बन्नुभन्दा ठुलो कुरा हो मुख्यमन्त्री के होइन। दौडेर अहिले शशि थरूर चाहिँ केरलाको मुख्यमन्त्री बन्न खोजिरहेछ कि होइन। उसको सपना हो कि म केरलाको मुख्यमन्त्री बनिहालौँ, जुन कि कतिवटा मन्त्री भइसकेको छ कि भारतमा होइन। सो यो सबै कुरा मैले भनिराख्दाखेरि यो कहाँ भारतको अमेरिकाको इक्जाम्पल, तर अब जुन ठाउँमा छ उसकै त उदाहरण लिनुपर्छ नि तपाईँले त। सो यो नाटक मञ्चन, आमाले आफ्नै बच्चालाई चाहिँ ठग्या छ। अब सानो बालकले कति थाहा हुन्छ? तपाईँ हामी जब पढेर मेरो उमेरसम्म आइपुग्दा तपाईँको जाने बेला भइसकेको हुन्छ होइन। भने तपाईँले त मसित, यदि म तपाईँभन्दा सिनियर हो भने चाहिँ दाइले सब मिलाइदिनु होला। अब मैले त त्यति बुझाएको छैन, मलाई चाहिँ भविष्यमा समस्या नहुने कुराहरू लेखिदिनुहोस् न दाइ, त्यति नै भन्नुहुन्छ तपाईँले मलाई होइन। अनि म चाहिँ तपाईँलाई बारम्बार धोका दिइरहेको छु कि होइन। सो राज्यले बारम्बार धोका दिदिकन अहिले यस्तो अवस्था बनाएको छ कि मान्छेलाई माग्नेलाई लाज लागिसक्यो। 7वटा त संविधान फेरिसक्यो नेपालको जनताले होइन। अब अहिले नै यत्रो ठुला बदमासहरूलाई चाहिँ खेद दियो कि नेपाली जनताले। नेपाली जनताको कता मिस्टेक छ भन्नुहोस् त होइन। माओवादी आयो त्यसलाई पनि बोकेकै छ, अहिले यिनीहरू हिरोहरू आए उनलाई पनि बोकेकै छ होइन। मधेसवादीलाई पनि मधेसमा त बोकेकै थियो। सबै निकममा निस्किरहेछ भने त्यसमा चाहिँ आम जनताको त गल्ती कता छ भन्नुहोस् त तपाईँ होइन। त्यसैले चाहिँ नेपालको समस्या आम नागरिकको होइन, मलाई त लाग्छ कि यो
पुरै साउथ एसियामा यहाँको आम नागरिकहरू सबभन्दा बढी चनाखो राजनीतिक रूपमा र चाहिँ अलिकति निर्णायक तरिकाले आफ्नो मत पनि फेर्न सक्ने मान्छेहरू हुन् के यहाँ, हैन। तर बेइमानी कथाबाट हाम्रो ब्लडमा आएको हो, हैन। कोही त इमान्दार भइहालोस्, कुनै पनि यदि एकचोटि संविधान बनाउनुहुन्छ भने 100 वर्षको लागि बनाउनुहोस् न त, हैन। यो त हामी त्यही पहिला त्यो मधेसमा हामी त्यो बदाम खाँदाखेरि पैसा कम हुन्थ्यो नि त, अनि बदाम चाहिँ त्यो खोप यसमा आउँथ्यो, हैन। अनि त्यसपछि चाहिँ कोही साथीले बदाम खान आयो भने यस्तो टाइट समात्दिने के, हैन। अनि ल्याउ भन्ने के, हैन। अनि एउटा दुईवटा भन्दा त बढी उसले झिक्नै सक्दैन नि त्यहाँबाट त। हो त्यस्तै भयो कि नेपालको राज्य के, हैन। तपाईलाई चाहिँ त्यो बदाम खानलाई चाहिँ हात बढाएको जस्तो देखिन्छ, तर तपाईँले एउटा दुईवटा बदामभन्दा बढी चाहिँ लिनै सक्नुहुन्न कि, हैन। उसले यस्तो टाइट समातेको हुन्छ कि। त्यस्तो उल्लु बनाएर आफ्नै छोराछोरीलाई आमा बुवाले उल्लु बनाउनु खोज्यो भने त्यसलाई दुनियाँको कुनै पनि ताकतले बचाउन सक्दैन।